धेरैजना बिगिनर्सहरूले मलाई सोध्ने क्वेसन, मसँग क्यामेरा लेन्स त राम्रो छ तर मैले क्यामेराले खिचेको फोटो भन्दा मोबाइलले खिचेको फोटो राम्रो आउँछ। आई एम विवेक, सर्टिफाइड न्यू वन एन्ड पोर्ट्रेट फोटोग्राफर। आज हामी कुरा गर्दैछौँ क्यामेराको बेसिक सेटिङको बारेमा। कुनै पनि क्यामेराबाट हजुरहरूले प्रोफेसनल टाइपको फोटो खिच्नको लागि हजुरहरूले क्यामेराको बेसिक सेटिङको बारेमा जान्नुपर्ने हुनेछ। आज हामी कुरा गर्दैछौँ क्यामेराको बेसिक सेटिङको बारेमा। सबैभन्दा सुरुमा हजुरहरूले क्यामेरालाई म्यानुअल मोडमा स्विच गर्नुहोस्। माथि डायल बटन हुन्छ यहाँनिर यसरी घुमाउने, त्यसबाट चाहिँ हजुरहरूले म्यानुअल मोडमा स्विच गर्नुहोस्। अब म्यानुअल मोडमा स्विच गरिसकेपछि हजुरहरूले तीनटा कुराको चाहिँ ध्यान दिनुपर्छ, एपेचर, सटर स्पिड एन्ड आइएसओ। अब हजुरहरूले यी तीनटा कुरालाई ब्यालेन्स गरेर खिच्नु भयो भने हजुरहरूले भनेको जस्तै पर्फेक्ट फोटो आउँछ। अब सबैभन्दा सुरुमा त हामीले क्यामेरा अन गर्ने बित्तिकै यसरी सेटिङहरू देखाउँछ होइन। यसरी सेटिङ देखिसकेपछि नआत्तिनु होला, म्यानुअल मोडमा यसरी नै देखाउँछ। अब हजुरहरूको कुन क्यामेरा छ त्यो क्यामेराको रिक्वायरमेन्ट अनुसार देखाउँछ है। अनि म्यानुअल मोडमा स्विच गर्नु भएको छ, त्यसपछि यहाँनिर देखाउँछ तपाईँको एपेचर भन्ने हुन्छ। अब एपेचरको काम चाहिँ के हो र यो भनेको के हो त? एपेचर भनेको लेन्समा भएको लेन्सको होलको साइज हो। त्यो क्यामेरा अन गरे तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ लेन्समा यहाँनिर एउटा होल हुन्छ, जुन होलको साइजलाई चाहिँ एपेचर भनिन्छ। एपेचरले चाहिँ डिसाइड गर्छ क्यामेराको सेन्सरभित्र कति लाइट पास गर्ने त। अब हजुरहरूको एपेचर नम्बर कम छ, जस्तै 1.4 1.8 छ, मानौँ कम छ भनेपछि एपेचर होल ठुलो हुन्छ, एपेचर ठुलो हुन्छ भनौँ न। अब यहाँनिर मैले एपेचर 2.5 मा राखेको छु। अब मैले यसलाई जसरी कम गर्दै गएको छु 1.4 बनाउँछु, यहाँ देख्न सक्नुहुन्छ होलको साइज ठुलो हुँदै गइरहेछ, ब्र्याकेट जस्तो हुन्छ। अब एपेचर बढाउँछु, नम्बर बढाउँछु, एपेचर चाहिँ होल चाहिँ सानो हुँदै जान्छ। लाइन 2.8 3.2 3.5 4, अब यसरी बढाउँदै जाँदाखेरि एपेचर होल्ड सानो हुन्छ। अब म अलिकति हजुरलाई यसको बारेमा भन्छु। अब एपेचर नम्बर कम भयो भने, जस्तै एपेचर नम्बर यहाँनिर देखाउँछ, एपेचर नम्बर कम भयो भने एपेचर साइज चाहिँ ठुलो हुन्छ, जस्तै लेन्सको होलको साइज ठुलो हुन्छ। अनि एपेचर नम्बर बढी भयो भने लेन्सको होलको साइज सानो हुन्छ, एपेचर सानो हुन्छ। अब जति सानो एपेचर भयो त्यति कम लाइट पास हुने भयो सेन्सरसम्म। अब जति ठुलो एपेचर भयो त्यति धेरै लाइट पास हुने भयो सेन्सरसँग। भनेपछि लाइट धेरै पास हुने भयो, प्लस एपेचरको काम चाहिँ तपाईँको सानो एपेचर छ भने कुनै एउटा पर्टिकुलर ठाउँमा चाहिँ फोकस लिन्छ र हजुरहरूले बाँकी ब्याकग्राउन्ड चाहिँ ब्लर पाउनुहुन्छ। एपेचरको काम हजुरहरूले ब्लर त पाउनु भयो, त्यसमध्ये लाइट पनि राम्रो लाइट पाउनुहुन्छ, डेप्थ अफ फिल्ड पनि राम्रो पाउनुहुन्छ। यो त भयो एपेचर। आइएसओ भनेको चाहिँ क्यामेराको इनबिल्ट लाइट भन्छौँ हामीलाई सिम्पल भाषामा भन्दाखेरि। क्यामेराको इनबिल्ट लाइट किन भनेको हो भन्दाखेरि, जस्तै मेरो सोनी क्यामेरामा आइएसओ सुरु हुन्छ 50 देखि। अब मैले 50 देखि 50 आइएसओ राखेको छु, सबभन्दा कम आइएसओ भनेपछि मसँग एपेचर पनि सानो साइज छ, तर मैले अलिकति अँध्यारो कोठामा खिचिरहेको छु भनेपछि लाइट पुगेन भनेपछि अब मैले आइएसओ बढाउन सक्छु। यसरी आइएसओ बढाएर क्यामेरालाई चाहिँ अझै लाइट थपौँ, यस सेन्सरमा अलिकति लाइट थपौँ, अँध्यारो छ भनेर हामीले अलिकति लाइट थपेर उज्यालो बनाउन सक्छौँ। अब यसरी लाइट थप्दाखेरि के बेफाइदा हुन्छ भन्दाखेरि हजुरहरूको फोटो अथवा भिडियो नोइज आउन सक्छ, क्वालिटी घट्न सक्छ होइन, घट्छ। अब आइएसओको काम चाहिँ यही हो। हजुरहरूले चाहिँ यदि लाइट नपुगेको ठाउँमा यसले चाहिँ भित्रैबाट लाइट थपिदिने काम गर्छ। सिम्पल भाषामा कुरा गर्दाखेरि हामीले आफै आर्टिफिसियल लाइट थप्ने हो। क्यामेराले होइन सेन्सरमा आर्टिफिसियल लाइट थपेर फोटोलाई अलिकति उज्यालो बनाइदिने काम गर्छ, जसको कारणले गर्दाखेरि हजुरहरूको फोटो नोइज आउँछ, अब क्वालिटी घट्दै जान्छ। हजुरहरूले कुनै पनि फोटो खिचिरहनु भएको छ भने सबभन्दा कम आइएसओमा खिच्ने कोसिस गर्नुहोस्। अब आर्टिफिसियल लाइट युज गरेर हुन्छ कि अब अलिकति के अरे डे लाइटमा सुट गर्नुहुन्छ कि कस्तो ठाउँमा सुट गर्नुभएको छ, हजुरहरूले त्यही अनुसारले चाहिँ अब आइएसओलाई सबभन्दा कम राखेर चाहिँ खिच्ने कोसिस गर्नुहोस्। हजुरको फोटो चाहिँ एकदम बेस्ट हुन्छ। अब हाम्रो पालो आयो सटर स्पिडको। सटर स्पिड भनेको के हो त? सटर स्पिड भन्नाले क्यामेराको सटर खुलेर बन्द हुने सटरको स्पिडलाई पनि सटर स्पिड भन्छौँ हामी। अब क्यामेराको सटर कति बेरसम्म खुलेको छ, जस्तै एउटा कुनै फोटो खिचिरहेछौँ भनेपछि सटर कति सेकेन्डसम्म खुलेको छ त्यसले डिसाइड गर्छ कि हजुरको फोटो सेकी आउने कि हजुरको फोटो स्टेबल आउने, कुनै मोसन क्याप्चर गर्ने भनेको। जस्तै सटर स्पिड भन्नाले हामी स्लो सटर हाई सटरमा पनि जान्छौँ। जस्तै हजुरहरूको सटर 1/15 1/30 बाईमा नापिन्छ होइन, 1/13 1/15 1/30 छ भने यो स्लो सटरमा गयो होइन। अब हजुरले त्यही बेलामा फोटो खिचिरहनु भएको छ भनेपछि सटर ठ्याक्कै अलिक टाइमसम्म खुल्ने भयो नि त सटर, त्यो बेलासम्म चाहिँ सेन्सरसम्म अलिक टाइमसम्म लाइट पास हुन्छ। अब धेरै टाइमसम्म लाइट पास भइसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ
हजुरको फोटो सेकी हुने, मोसन ब्लरहरू हुने जस्तो टाइपको हुन्छ र क्यामेरामा लाइट पनि बढ्छ त्यसले गर्दाखेरि हैन। अब हजुरको हाई सटर छ, जस्तै 500, 800, 1000, 2000 यसरी सटर बढाउँदै जानु भएको छ भने हजुरहरूको क्यामेरामा चाहिँ एकदम थोरै समयको लागि लाइट पास हुने भयो, एकदमै चाँडो फोटो क्लिक हुने भयो, सटर एकदमै चाँडो खुलेर बन्द हुने भयो भनेपछि हजुरले कुनै पनि मोसन चाहिँ क्याप्चर गर्न एकदमै सजिलो हुन्छ। अब मोसन क्याप्चर गर्न सजिलो हुन्छ, अब एकदमै कम समयको लागि खुल्ने भयो भनेपछि त लाइट त कमै पास हुने भयो। ल लाइट कम पास भएपछि अर्को कुरा यसले लाइटमा पनि इफेक्ट गर्छ भनेपछि हजुरहरूको फोटोमा चाहिँ लाइट चाहिँ कम हुन्छ। अब त्यसको लागि चाहिँ हजुरहरूको एपेचर आइएसओ त छँदैछ। अब त्यही भएर यो तीनटा कुरालाई चाहिँ हामीले मिलाएर चाहिँ अनि हामीले कुनै पनि फोटो खिच्छौँ। अब यसलाई हामी ट्रायंगल अफ लाइट पनि भन्छौँ। अब म थोरै इक्जाम्पल दिन्छु हजुरहरूले। जस्तै तपाईँ कुनै पार्कमा फोटो खिच्न गइरहनु भएको छ सनलाइटमा होइन, दिउँसो भइरहेछ भनेपछि त्यो बेलामा सबभन्दा सुरुमा हजुरहरूले क्यामेरा अन गर्नुहोस्, म्यानुअल मोडमा स्विच गर्नु पर्यो। त्यसपछि सबभन्दा सुरुमा हजुरहरूले हेर्नुपर्ने एपेचर। अब यहाँ हेर्नु है, एपेचर अहिले 2 छ, मानौँ न 11 छ। अब यहाँनिर होल त सानो छ। अब मैले यसलाई एपेचर सबभन्दा कम गर्छु। यसको लेन्सको एपेचर कतिसम्म जान्छ, सबभन्दा कम कति जान्छ त भन्दा नि 1.4 मेरो लेन्समा। अब तपाईँको लेन्सको लेन्स अनुसार हुन्छ कति एपेचर जाने भन्ने कुरा। जस्तै किट लेन्स छ भने 3.5 देखि सुरु हुन्छ। अब प्राइम लेन्सहरू छ भने कुनै 1.4 देखि नै सुरु हुन्छ, कुनै अब 1.8, 2 अब हेरी पनि हुन्छ। अब त्यो लेन्स अनुसारले हुन्छ। अब तपाईँले सबभन्दा सुरुमा कम एपेचर राख्नु पर्यो, त्यसपछि आउनु पर्यो तपाईँले आइएसओमा आउनु पर्यो। अब हजुरहरूको क्यामेरामा आइएसओ कति छ त सबभन्दा मिनिमममा राखेर हेर्नु पर्यो। अनि त्यसपछि तपाईँले डिस्प्लेमा हेर्नु पर्यो अथवा एउटा फोटो क्लिक गरेर हेर्नु पर्यो। अनि त्यसपछि अब तपाईँको लाइट धेरै अथवा थोरै भइरहेछ भने हजुरले अब हेर्नु पर्यो भनेको सटर। अब हजुरले यसलाई सटरलाई पनि बढाएर अथवा घटाएर हजुरहरूले फोटोहरू लिन सक्नुहुनेछ। जस्तै मानौँ अलिकति ब्याकग्राउन्डलाई पनि धेरै ब्लर भयो 1.4 मा भन्नुभयो भने अब तपाईँले बढाउनु पर्यो, अलिकति एपेचर बढाउनु पर्यो, 1.8 सम्म पुर्याउनु पर्यो। सटरलाई कहिले पनि 200 भन्दा तल चाहिँ नलानु होला, किनभने 200 बाट तल जानेपछि अलिकति हात हालेपछि सेकी आउन थाल्छ। त्यही भएर स्लो सटरमा चाहिँ खिच्ने कोसिस नगर्नु होला। सबैभन्दा 200 सम्म चाहिँ बेस्ट हुन्छ, फोटो आउँछ। अब हजुरहरूले फोटो खिचेर हेर्नु, सबैभन्दा सुरुमा 200 मा खिचेर हेर्नु। त्यसपछि अझै उज्यालो छ भने अलिकति बढाउन सक्नुहुनेछ। त्यसपछि आइएसओ हेर्नुहोस्, आइएसओ के छ कस्तो छ। त्यसपछि हेर्नुहोस्, फेरि सटर हेर्नुहोस्, अलिकति बढाएर खिच्नुहोस्। अनि 3-4 यसरी प्र्याक्टिस गर्दै जानुहोस्। अब हजुरले यो तीनटा कुरालाई चाहिँ मजाले प्र्याक्टिस गर्नु पर्यो। हजुरले थाहा हुनु पर्यो क्यामेरामा कुन बटनले आइएसओ, एपेचर, सटर बढ्छ घट्छ भनेर थाहा हुनु पर्यो। त्यो तीनटा कुरालाई चाहिँ हजुरले एकदमै दिमागमा चाहिँ बसाउनु पर्यो। यी तीनटा कुरालाई हजुरहरूले मिलाएर फोटो खिच्नुहोस्। अनि त्यसपछि हेर्नुहोस् तपाईँले पहिला खिचेको फोटो र अहिले खिचेको फोटो। यदि हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई पनि दबाउन नबिर्सिनु होला।